सुत्नु मन परिरहेको थियो मलाई ओकिदियो नि यस्तो गरेर एक्सन सेवन सम्पूर्णमा है र तपाईले ब्याकग्राउन्डबाटै देखिसक्नु भएको छ है म चाहिँ आलुबारीमा छु है आलुबारी सागबारी है अन्त काटासँग छु र अहिले भने चाहिँ यहाँ आमा र मेरो प्रोग्रेस हुँदैछ है आमा र म चाहिँ भर्खर आलु खन्नु बसेको हो आमा कति केजी अस्ति 15 र हामीले चाहिँ अस्ति म त थिइनँ है आमाले रोप्नु भएको 15 केजी रोप्नु भएको अरे हेरौँ है कतिको फल्छ स्टार्ट र है हामीले चाहिँ पहिला बेसी आलु रोप्दा चाहिँ अन्त आलु खनेर पनि आलुकै खाजा खान्थेँ नि होइन अन्त त्यही मेमोरिज चाहिँ मैले आज पनि रिक्रिएट गर्दैछु हो अन्त अब म एक दुईवटा आलु लान्छु हो आमा र म मात्रै छ नि त त्यही भएर एक दुईवटा मात्रै लान्छु त्यहाँदेखि उसिनेर चाहिँ खाजा बनाएर आछ्या बनाएर फेरि लिनेछु यो पकाएको सकाएको भिडियो चाहिँ म हाल्दिनँ होला किनभने लेन्दी हुन्छ हो सो के भन्नु आमाले मलाई सिकाउनुहुन्छ यसरी हो गाईको कसले बोकेर घर जाँदैछु भन्दै हिँड भन्दैछ हो लु मैले चाहिँ यसरी के भन्छ आलु उसिनेर ल्याएको छु हो यो काँडाको यहाँ टक्कै आलु होइन मलाई त्यस्तो उसिनेको आलुहरू पिँडालुहरू पुरा मनपर्छ त आमा चाहिँ पहिल्यैदेखि मन पर्दैन पिँडालु खायो भने एउटा जस्तो खान्छु अचार कम्ती छ कि त्यही कारण कम्ती लाग्यो मलाई चाहिँ यसरी सेलिएको चाहिँ मन पर्दैन नि त मिस धनिया पत्ता र डल्ले खान्छु आमा बोल्दैन पो त आलु खनिसकेर पनि आमा र म चाहिँ मकै रोप्दैछ है र हाम्रो चाहिँ आलु चाहिँ एक बोरा भएको थिएन यो बोराको अन्त आमा र म लानुको लागि आधी गरिरहेको छ हो देख्न सक्नुहुन्छ राम्रो छ है राम्रो छ कमिला चाहिँ लागेको छैन सानसानै भए पनि अन्त देख्न सक्नुहुन्छ भर्खरै मकै पनि रोपिसकेको छ अन्त आमा पर थाकेर पर बसिराख्नु भएको छ लु अब चाहिँ बिसाउँ त हाय लु त अब चाहिँ काम सकेको हो अब चाहिँ एकछिन बिसाएर घर राख्नुपर्छ यस्तो सुत्नु मन परिरहेको थियो मलाई ओकिदियो नि यस्तो गरेर